नमस्कार, म दिपक ओली अफिसियल युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज चाहिँ नि म अलि फरक खालको भिडियो लिएर तपाईँहरूको माझमा उपस्थिति भइसकेको छु। आज भने नेपालको बारेमा परिचय दिन गइरहेको छु। सम्पूर्ण नेपाली करिब 3 करोड नेपालीले जान्नै पर्ने नेपालको बारेमा आज मैले केही जानकारी लिएर आएको छु। नेपालको बारेमा भने नेपालको सामान्य परिचयबाट सुरु गर्न चाहे मैले। कृपया दिपक ओली अफिसियल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। नेपाल भनेको पुरा नाम भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको छ। राजधानी काठमाडौँ। क्षेत्रफल करिब 1,47,181 वर्ग किलोमिटर रहेको छ। जनसङ्ख्याको हिसाबले झन्डै करिब 3 करोड पुगेको छ। नतिजा अनुसार 2,91,64,578 पुगेको छ। करिब 3 करोड झन्डै 3 करोड पुगेको छ। भाषा भने नेपालमा नेपाली राज्य भाषा साथै मैथिली, भोजपुरी, थारू, तामाङ, नेवारी आदि जातीय भाषाहरू पनि बोलिन्छ। समाज भने समाजको दृष्टिकोणले भने 3 समाज रहेको पाइन्छ। समाजवादी समाज, अरू 2 समाज गरेर 3 समाजहरू रहेको छ। धर्म मुख्यतया हिन्दू धर्म करिब प्रायः हिन्दू धर्म मान्ने गरिन्छ। करिब बौद्ध हिन्दू धर्म करिब 81%, बौद्ध धर्म 9%, मुस्लिम 4%, किराँत, क्रिस्चियन आदि गरेर विभिन्न किसिमका धर्महरू मान्ने गरिन्छ। मुद्रा भने नेपाली रुपैयाँ एनपिआर भनेर प्रचलनमा लिइएको छ। समय एनएसटी नेपाल मानक समयलाई नेपाल मानक समय एनएसटी युटिसी +545 गरिएको छ। राष्ट्रिय झन्डा दुई त्रिकोण भएको अनौठो आकारको विश्वको एकमात्र झन्डा रहेको छ। यो झन्डा विश्वमा लगभग करिब एक मात्र रहेको छ। यसले नेपालको राष्ट्रिय पहिचानलाई जगाउने काम गर्छ। अनि त्यसै गरेर राष्ट्रिय फुल भनेपछि लालीगुराँस, ढकमक्क फुलेको लालीगुराँसलाई राष्ट्रिय फुलको रूपमा मानिन्छ। अनि राष्ट्रिय जनावर गाई, राष्ट्रिय पक्षी डाफे। अब भूगोलको बारेमा भन्नुपर्दा नेपालको भूगोल नेपाल दक्षिण एसियाली अवस्थित, चीन उत्तर र भारत दक्षिण पूर्व पश्चिम बीचमा छ। 3 प्रमुख भौगोलिक क्षेत्र भनेपछि हिमाल पहाड तराई रहे। हिमाल पहाड तराई भौगोलिक दृष्टिकोणले 3 प्रदेश भौगोलिक दृष्टिकोणले भए। विश्वको सबैभन्दा लामो चुचुरो सगरमाथा पनि नेपालमा रहेको छ। करिब 8,848.86 मिटर नेपालको माउन्ट एभरेस्ट छ। अनि राजनीति र शासन प्रणाली भने नेपालमा कस्तो खालेको छ तपाईँहरूलाई जान्न चाहनुहुन्छ भने च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। शासन व्यवस्था सङ्घीय गणतान्त्रिक लोकतन्त्र रहेको छ। राष्ट्र प्रमुख राष्ट्रपति र प्रधानमन्त्री कार्यकारी प्रमुख वा सरकार प्रमुख प्रधानमन्त्री हुने व्यवस्था रहेको छ। संसद द्विसदनीय प्रतिनिधि सभा, तल्लो संसद र राष्ट्रिय सभा उच्च संसद रहेको छ। संविधान भने नेपालमा विक्रम सम्वत 2072 साल असोज 3 गते यानि कि संविधान दिवस असोज 3 गते नेपालमा संविधान दिवस मनाउने गरिन्छ। नेपाल 2008मा राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको छ। 2007 साल फागुन 7 गतेसम्म नेपालमा राणाहरूले शासन जहाँनीय राणा शासन चलिआएको थियो। तपाईँलाई जानकारी छँदैछ यसको बारेमा। अर्थतन्त्रको हिसाबले मुख्य आम्दानीका क्षेत्रहरू कृषि भइहाल्यो। मुख्य पेसाको रूपमा नेपालमा कृषिलाई लिइन्छ मुख्य पेसाको रूपमा। अनि पर्यटन दृष्टिकोण हिसाबले हिमाल ट्रेकिङ, सांस्कृतिक स्थलहरू अनि वैदेशिक रोजगारबाट पठाइने रेमिटेन्स भनेर पनि बुझिन्छ। मुख्य उद्योगहरू जलविद्युत, पर्यटन, कपडा, हस्तकलाहरू रहेको छ। प्रमुख निर्यात वस्तुहरू रेडिमेड कपडा, कार्पेट, चिया, हस्तकला, रेडिमेड रहेको छ। त्यसै गरेर संस्कृति र समाजमा भने संस्कृति बहुसांस्कृतिक, बहुभाषिक र बहुभाषिक गरेर यहाँको
जातीय पहिचान, धार्मिक पहिचान रहेको छ। त्यसै गरेर संस्कृति र समाज भने जातीय विविधता, 120 भन्दा बढी जातीय समूह र 125 भन्दा बढी मातृभाषा रहेको छ। मुख्य पर्वहरू दसैँ तिहार, होली, बुद्ध जयन्ती, तीज, छठ, लोसार आदि अन्य पनि छन्। यी मुख्य रूपमा यिनी रहे। त्यसै गरेर सङ्गीत, नृत्य, लोकगीत, देउसी भैलो, झ्याउरे आदि यी साङ्गीतिक क्षेत्रमा गरिएको भयो। परम्परागत पोसाक भने पुरुषका लागि दौरा सुरुवाल, महिलाका लागि गुन्द्रुक, साडी, आकु, पटासी आदि भयो। अनि प्रमुख पर्यटन स्थलहरूमा सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपालमा सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने क्षेत्र भनेको चितवन राष्ट्रिय निकुञ्ज रहेको छ। अनि अन्नपूर्ण क्षेत्रमा त्यस्तै पर्यटनहरू आउने गर्दछन्। पोखराको फेवाताल भयो, लुम्बिनीको गौतम बुद्धको जन्मस्थल, अनि चितवन राष्ट्रिय निकुञ्ज, अनि काठमाडौँ उपत्यकाका दरबार साक्यहरू, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ आदिमा विशेष गरेर भ्रमण गर्ने खालिन्छ। आजको लागि भिडियो यति नै। नेपालको केही जानकारीहरू लिएर यो भिडियोमा म आएको थिएँ। पक्कै पनि यो भिडियो हेरेर तपाईँहरूले नेपालको बारेमा जानकारी लिइसक्नु भएको छ भन्ने आशा अनि अपेक्षा गरेको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यस्तै जानकारीमूलक भिडियोहरूका लागि तपाईँले सब्सक्राइब गरिदिनु होला। आजका लागि यति नै, धन्यवाद।